मलाई आज हिजोको दिनमा प्रशान्त तामाङ भाइ चाहिँ नि बित्नु भयो गरे भनेर सुन्दाखेरि एकदमै दुःख लाग्यो के आफ्नै घरको भाइ नै बिते जस्तै लाग्यो। त्यो भाइले आइडलमा गाउन जाँदाखेरि हामीले चाहिँ नि जितुन् भनेर हामी वार्ड नम्बर 6, 7 को भाइ बहिनीहरू सबैजना जति बाटोमा भेटेथ्यो सबैजना सामेल भएर सक्दो पैसा उठाएर त्यो भाइले जितोस् भनेर हामी बोर्डर पारी गएर पनि हामीले पैसा हाल्यौँ के हाल्यौँ। त्यहाँबाट नेपालबाट विदेशमा रहेका नेपालीहरूले सबले त्यो भाइ अगाडि बढोस् भनेर सबैजनाले सहयोग गरियो, सफल पनि भयो, कति राम्रो परिवार पनि भयो। त्यसपछि गीतहरू सङ्गीतहरू फिल्महरू पनि खेले, सबै सफलै हुँदै गएको थियो। कहाँबाट अहिले दैवको नजर लाग्यो, कसरी दुश्मन लाग्यो कि आज तिनको मृत्यु भयो। एकदमै नजिकैको आफैहरूले गरेको भएर एकदमै दुःख लाग्छ। भाइको स्वर्गमा बास होस्, वैकुण्ठमा बास होस् र आफ्नो परिवारमा धैर्य धारणको शक्ति प्रदान गरून् भगवानले, यही भन्न चाहन्छु।